नमस्ते, म सियाचाइते टेक्वान्डो सङ्घ कोशी प्रदेश अध्यक्ष। यो 10औं राष्ट्रिय सियाचाइते टेक्वान्डो च्याम्पियनसिप प्रतियोगिता यही मिति 2083 जेठको 15 र 16 17 गते 3 दिन हुन गइरहेको छ। सम्पूर्ण जिल्लाबाट आउनुहुने खेलाडी, प्रशिक्षक, रेफ्री, अफिसियल सम्पूर्णमा हाम्रो टिमको तर्फबाट सबैलाई हार्दिक स्वागत गर्दै तपाईहरुको यो खेलमा अनि यो उपस्थितिमा एकबद्धता जनाउँदै तपाईहरुको जति सक्दो सबैलाई हामी आयोजकको तर्फबाट स्वागत भन्न चाहन्छु। 20 वटा जिल्लाबाट सहभागी हुनुहुँदैछ। 450 जना खेलाडीहरू यस खेलमा उपस्थित हुनुहुँदैछ। उहाँहरूलाई आफ्नो नियम पालना अनि सिद्धान्त विधिलाई पालना गर्नुहुनेछ भन्ने विश्वासका साथ सम्पूर्ण अभिभावक, खेलप्रेमी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई यो कानेपोखरी गाउँपालिकामा हुन लागेको 10औं राष्ट्रिय च्याम्पियनसिप प्रतियोगितामा सफल बनाउन, भव्य र सभ्य रूपमा सफल बनाउनको लागि सबैलाई साथ र सहयोग गरिदिनु हुन म यसै मार्फत सबैलाई हार्दिक अनुरोध गर्न चाहन्छु।